मान्छेको कुबैराको नजाउने बानी हामीमा भित्ताहरूको नराम्रो जिस्काउने बानी यसै त कहन्छु भइ नै राम्री नरागाउ झम्के बुलाकी नरागाउ झम्के बुलाकी नरागाउ झम्के बुलाकी नक्कली कान्छीको कुबैराको नजाउने बानी हामीमा भित्ताहरूको नराम्रो जिस्काउने बानी उसै त कहन्छु भइ नै राम्री नरागाउ झम्के बुलाकी नरागाउ झम्के बुलाकी नरागाउ झम्के बुलाकी सेतो साडी रातोमा पानी गलामा सुनको हारी सेतो साडी रातोमा पानी गलामा सुनको हारी अगलाने मानव कान्छी नौराडा पारी है अगलाने मानव कान्छी नौराडा पारी है लहै नक्कली कान्छीको कुबैराको लगाउने बानी हामीमा भित्ताहरूको नराम्रो जिस्काउने बानी यसै त कहन्छु भइ नै राम्री नरागाउ झम्के बुलाकी नरागाउ झम्के बुलाकी नरागाउ झम्के बुलाकी हामी पनि भर्खर टिका गई हुने कल्पना मिठो हामी पनि भर्खर टिका गई हुने कल्पना मिठो अगलाने मानव कान्छीलाई नौराडा पारी है अगलाने मानव कान्छीलाई नौराडा पारी है लहै नक्कली कान्छीको कुबैराको नजाउने बानी हामीमा भित्ताहरूको नराम्रो जिस्काउने बानी यसै त कहन्छु भइ नै राम्री नरागाउ झम्के बुलाकी 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 धन्यवाद जय हालेको भन्दै चाहन्छु तर अन्तिममा के भन्न चाहन्छु भने अर्को एउटा अब एउटा कुरा कस्तो भने जसले सङ्गीतमा इन्ट्रेस्ट दिन्छ जसले सङ्गीत मन पराउँछ तपाईँहरू कहिलेकाहीँ त्यो मुरलीको धुन सुन्छ नि तपाईँ विचार गर्नुहोस् त बायाँपट्टि यो यहाँ टुक्यो बायाँपट्टि साइडबाट यहाँ हान्छ है यहाँबाट यहाँ हान्छ यहाँबाट पाइन्छ जस्तो हान्छ तपाईँले विचार गर्नुहोस् तपाईँले चाहे हमारा राम सुन्नुहोस् चाहे चर्चमा गएर बाइबलमा त्यो चर्चहरूले पास्टरहरूले भन्छ नि त्यो सुन्नुहोस् मुस्लिममा गएर मुस्लिमहरूले आफ्नो पढ्छ नि किताब चाहे अनि त्यो प्रार्थनाको सुन्नुहोस् चाहे बुद्धिस्टमा गएर सुन्नुहोस् तपाईँले ध्यान दिएर सुन्नुहोस् फेरि है ध्यान दिएर तपाईँहरू यो इन्ट्रेस्ट म्याटमा सुन्दाखेरि तपाईँले मेरो घरमा रुमले गाली गरेको आज मलाई स्वास्नीले गाली गर्यो मलाई छोराछोरीले हेप्यो त्यससँग घर भाडा लिनु छ त्यसको घर भाडा देखाएन मैले त्यसलाई घर भाडा दिनु छ अब बस भाडा छैन भोक लागिरहेको छ
त्यो भनौँ नि त्यो इन्ट्रेस्ट म्याटमा सुन्दाखेरि तपाईँले त्यसको स्पर्श चाहिँ तपाईँले थाहा नै पाउनु तपाईँ जब त्यो इन्ट्रेस्ट म्याटर सुन्दाखेरि आनन्दसँग थाहा पाउनुहुन्छ तपाईँले पाइतारादेखिबाट त्यो कुचोले यसरी हाल्छ तपाईँले पछि गर्नु आयो अनि ट्रिपल अनि पिलो पल्स प्याड जुनै पनि यहाँ तर अनुभव दिनु क्या कहाँ त्यसले कहाँ हल्ला त्यसले अनुभव तपाईँको रोक्ने गर्छ यहाँ आउने टक्केर बस्ने घरको टेन्सन सम्झिने अनि इन्ट्रेस्ट म्याटमा सुत्यो घरकै टेन्सन सम्झिने त्यो मान्छे ठिक हुँदैन तपाईँलाई त्यो पानी त्यो समुद्र पानी खाएर मलाई पेट दुख्छ कि भनेर खायो भने त्यो मान्छेले पेट चसक भन्छ जस्तो हुन्छ हो नि उहाँदेखि सङ्गीत पनि एउटा स्वास्थ्यको लागि फाइदा हो सङ्गीतले पनि मान्छेको स्वास्थ्यमा धेरै फाइदा गर्छ जसले सङ्गीत मन पराउँदैन नाटक मन पराउँदैन नि त्यो मान्छे अल्छी हुन्छ अनि रोगको थुप्रो हुन्छ हो क्या त्यो सत्य पहिला कृष्णले गोप्थ्यो मैले बोलाउनु थालेपछि गाईको स्कुल कान पनि ठाडो सुने पनि मा त्यही भएर सङ्गीतलाई माया गरिदिनुपर्छ अन्त है फेरि अब यो नेपथ्य ब्यान्डबाट है त छेकेको डाँडा पालेको चाहिँ फेरि पनि पुग्छ हामी घर जाँदा कि काले चाहिन्छ कि काले चाहिन्छ